हेर्नुहोस्, प्रेमलाई कुनै प्रकारले रोक्न सक्दैन। प्रेम शाश्वत सत्य छ, होइन? प्रेमको आफ्नै स्वतन्त्रता छ, यसको कुनै सीमा छैन, यसको कुनै नियम छैन। न त समाजको बनावटी कानुनले यसलाई रोक्न सक्छ, न त परम्पराको साङ्लोले नै यसलाई बाँध्न सक्छ। प्रेम आफैमा पवित्र, सहज र उन्मुक्त छ। तर यहाँ तपाईँहरूको प्रश्न के छ भने, यदि प्रेम स्वतन्त्र छ भने के हामी पूर्ण रूपमा यसको प्रवाहमा बग्न सक्छौँ भन्ने जस्तो तपाईँको प्रश्न रहेको छ। बुझ्नुहोस् भने हामीले प्रेमलाई होइन, आफ्नो मनलाई नियन्त्रणमा गर्न सक्नुपर्छ। किनकि हाम्रो मन अस्थिर छ, चञ्चल छ, अनेकौँ भ्रम, मोह र तृष्णालाई भरिएको छ। प्रेम पवित्र हुन्छ, तर त्यो हाम्रो चञ्चल, अस्थिर, अनेकौँ मोह र तृष्णाले भरिएको मन यदि त्यो प्रेममा वासनाको लेप लाग्न दिन्छ भने सम्झिनुहोस्, त्यो प्रेम वास्तविकता होइन, मात्र केवल मोह हो भनेर। मोहले बन्धन सिर्जना गर्छ, तर प्रेमले स्वतन्त्रता दिन्छ।